गल्ती सच्याउन तयार हुनुहोस्, होइन त मैले भद्रतापूर्वक भन्छु भाग्न तयार हुनै पर्छ। हामीलाई भने होला भाग्ने भनेर, हामी त अलिक बुढा पनि भइसक्यौँ, कुद्न सक्दैनौँ। तपाईँहरू जस्तो जवानलाई मिल्छ, जवानलाई मिल्छ भन्ने वक्तालाई मिल्छ जवानलाई। अब हामी अलिक पाका मान्छे कहाँ भाग्ने हो, कहाँ कुद्ने है। यतिसम्म त नभनौँ भन्छु म। यो 270ले यस्तो भन्दैन क्या। 270 भन्ने संविधानको उल्लेख गर्ने, संविधान नमान्ने, संविधान फाल्छु यो संविधान मान्दिनँ भन्ने, चाहिए बेला त त्यही संविधानको धारा चाहिँदो रहेछ त, चाहिन्छ। त्यसकारण यो अहिलेको संविधानले 270 धारा व्यवस्था गरेका छ। यसमा हरेकका अधिकारहरू सुरक्षित छन्। म आश्वस्त पार्न चाहन्छु सबै मान्यजीहरूलाई। अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमाले दुईटा देशका सबभन्दा पुराना, सबभन्दा डेमोक्रेटिक सङ्घर्षमा योगदान गरेका, इतिहास भएका, यो परिवर्तनको अगुवाई गरेका, परिवर्तन ल्याएका पार्टीहरूले सोची विचारिकन बनाएको स्थिरता, स्थायित्व र लोकतन्त्रका लागिको, त्यसका निम्ति फर द कज अफ डेमोक्रेसी यो बनेको हो, त्यसको स्ट्रेन्थनिङका लागि यो बनेको हो। त्यसकारण यसमा त्यसै अनुसार लिदिन म आग्रह गर्न चाहन्छु। र यस सरकारले कसैमाथि अन्याय गर्ने, कसैका हक अधिकार खोज्ने कल्पना पनि गर्न सक्दैन। यसका नेताहरू यसैका लागि लडेर आएका छन्।